यो चाहिँ के हो कन्डम कन्डमको टुक्राहरू सबै त्यहाँ छ क्या ओ माई गड हेर्नु है साला स्कुल हो कि रन्डी खाना हो पत्याउनु ओ माई म के देखिरहेको छु कि यहाँ हेर्नु न यहाँ हेर्नु के हो यो के हो सबै ए म त हेर्नै न ओ म यता यता आइरहेको छु झन् धेरै कुरा देखिरहेको छु क्या यहाँ के देख्नु पर्यो कि म एकछिन म आज त के भनौँ क्या म अहिले स्कुल हो कि के हो यो कक्षा 5 यहाँ यसरी तालजाल आएको छ कक्षा 5 को क्लासभित्र छु म तासहरू यहीँ छ यो के हो यो खोइ के आइरहनु न तासहरू हेर्नुहोस् अनि यो चुरोटको बट्टाहरू है यो चुरोटको बट्टाहरू यो बोतलहरू अनि चुरोटको ठुटाहरू अनि पुरै यो चाहिँ यो कुनै कक्षा 5 नभएर होइन जाँड खाने अनि रक्सी खाने तास खेल्ने चुरोट खाने होइन यो हेर्नु यस्तो ठाउँ बनिरहेको छ कक्षा 5 है रिलो चौरमारीको कक्षा 5 क्या हो हाँ क्या होते क्या करना होता है हाँ गांजा खाना हो हाँ यो गांजा खाना कति कक्षा हेर त यहाँ आउँछ एकछिन बाहिर 5 कक्षाभित्र तनी गांजा खाना हो यहाँ हाँ क्या नहीं तो यहाँ गांजा बनाएर बस्ने कि बाहिर निस्किने तिमीहरू बाहिर निस्क्यौ यहाँ सधैँ आउँथ्यो कि आज मात्रै हो स्कुलमा त्यो लाज छैन अलिकति नि त्यो बोतल त के हो त्यो यो स्कुल कसको हाम्रो हो कि होइन स्कुललाई के गर्नुपर्छ स्कुल गाँजा खाने ठाउँ हो के ठाउँ हो यहाँ को आउँछ रोय यो रन्डीबाजी गर्ने ठाउँ गाँजा खाने ठाउँ हो यो गेट बाहिर तालचाल आएको छ है तर म गेटभित्र छिरेको छु गेटभित्र अब कहाँबाट छिर्यो भन्नु होला यहाँ गोरु त चढ्छ भने मान्छे नचढ्ने कुरै भएन पहिलो कुरा हेर्नु कति कक्षामा पढ्नुहुन्छ तपाईँ कति कक्षामा पढ्नुहुन्छ स्कुलमा आउनु भएको रहेछ त टोइलेट खुल्दैछ टोइलेट बसिसकेन म त बाहिर स्कुल र सफा हुन टोइलेट त के भन्थ्यो र होइन हग्ने ठाउँ नि बनाएर चाहिँ थुक्क राडीको बानहरू टोइलेट स्कुलमा नै भइरहेको छ यतातिर फुलहरू लाग्छ लाउने चाहिँ तर हग्ने काम चाहिँ स्कुलमा हगिरहेको छ क्या स्कुल देखाउँदैछु म पढेको स्कुल हो भन्दा पनि लाज मर्को कुरा उयो केटाहरू आइरहेको छ यताबाट अहिले नगर म यिनीहरूलाई छड्के हाल्छु है त यता छिर्यो होइन सो म एकचोटि त्यहीँ जान्छु अब त्यहीँ जान्छु यहाँ चुरोटको धुलोहरू छ सायद कि मिक्सर बनाएर खाएको हुनुपर्छ मेरो विचारमा होइन ल हेर्नु स्कुलको सही सदुपयोग भइरहेको छ यहाँ स्कुल व्हाइट बोर्ड छैन स्कुलमा कक्षा 6 क्लास है यो चाहिँ है झ्याल फोडेर यसरी यहाँ आएर कसले गरेको थाहा छैन यो दुईले 10 बेलामा यो झ्याल फोडेर यसरी फालेको छ स्कुलमै